वेलकम ब्याक टु माई विपिन दाईको च्यानल है। आज चाहिँ म विपिन दाईको च्यानलमा म लगायत विपिन दाई हुनुहुन्छ ल। अनि आजको हाम्रो यस ब्लगमा चाहिँ म तपाईँहरूलाई यस्तो चिजहरू देखाउने छु कि जुन हाम्रो दुधौली तालिम केन्द्र दुधौलीमा रहेका एकदम के अरे प्रख्यात ठाउँहरू अनि त्यसपछि बनाइको चिजहरू म तपाईँहरूलाई देखाउन छु। स्टे ट्युन गाइज हैन। अब हामी सुरुमा हाम्रो टोली जाँदैछौँ। वा पछाडि कस्तो दामी सिना आउँदै हेर्दैछ गाइज। पछाडि हेर्नु त गाडीलाई गुरुबाल रोकिदिनु भएको छ। हाम्रो गाइज यता रोड क्रस भन्न गइरहेको छौँ हामी। अब दुधौली तालिम केन्द्रको यस खतरनाक के अरे है त्यो मन्दिर शिवजीको मन्दिर हेर्न गइरहेको छौँ। तपाईँ हामीसँगै रहनु होला। यो चाहिँ हामी चाहिँ अब लगभग डेस्टिनेसनमा आइपुगिसकेको छौँ र शहीद स्मृति पार्क दुधौली 10 यही हो हाम्रो। यहाँ हेर्नु हाम्रो सुरुमा हाम्रो टोली चाहिँ पुरा गीत गाउनु सुरु भइसक्यो र हाम्रो यस मन्दिर हामी विशेष गरी हामी यही मन्दिरमा दर्शन गर्न जान लागेको हो गाइजहरू। रमाइलो गर्दै रहेछन्। यता फेरि यहाँबाट मन्दिर साथसाथै यहाँ भगवान्को मन्दिर भएपछि यता फेरि दुधौली रहेको एकदम राति पनि उज्यालो देख्ने चिज हो यो चाहिँ। अबहरू हाम्रो साथमा हामी टोली खोइ त हाम्रो साथमा हुनुहुन्छ हिरा गुरुबा है गाइजहरू। चाहिँ हातमाथि गरिदिन्छ सापहरू ल। अब हामी यसै हाम्रो डेस्टिनेसनमा गइरहेको छौँ र हामी यस दुधौली लेखेको ठाउँमा पुग्नेछौँ। यता कता गयो त्यहाँ पछाडि मन्दिर भएको ठाउँमा चाहिँ पुग्नेछौँ हामी दर्शन गर्नलाई। विभिन्न चिजहरू तपाईँहरूले मेरो भ्लगमा हामी एक्सप्लोर गर्दैछौँ हाम्रो ठाउँहरूलाई। तपाईँ कृपया हामीसँगै बस्दिनु होला। यता हाम्रो फेरि रविन गुरुबा है गाइस। रविन गुरुबा हुनुहुन्छ। उहाँ हामीलाई एकदम गाइडेन्स गर्दै हिँड्नु भइरहेको छ र हाम्रो अगाडि एकदम पछाडि अगाडि टोली छ। हामी रमाइलो अझै पनि गर्नेछौँ। हामीसँग रहनु होला। लेखेको बोर्डमा चाहिँ टोलीले चाहिँ फोटो खिच्दैछ। टोल चाहिँ शिवजीको दर्शन गर्न जाँदैछ। हेलो गाइजहरू चाहिँ दर्शन गर्न चाहिँ शिवजी पुगिसकेको छ होइन। त्यो त्यहाँबाट भजन पनि गाउँछ अहिले। मिलाएर दुधौली लेखेको होर्डिङ बोर्ड। अब हामी यहाँ एउटा पानको पातमा फोटो पनि लिन्छौँ। फोटो लिए पश्चात अब हामी रमाइलो गर्दै अगाडि बढ्दैछौँ। कसैले मादला बजाउँदैछन्, कसैले थप्पडी बजाउँदै गीत गाउँदै नाच्दै हामी अगाडि बढ्दैछौँ। हिँड्दा थकेर आइसकेपछि हामी एक ठाउँमा बसेर रमाइलो गऱ्यौँ। गीत गाउँदै नाच्दै रमाइलो गर्दै बस्यौँ। हाम्रो प्रकाश दाईको नाच चाहिँ युनिक टाइपको थियो बाबा, कल्चरल डान्स। बाटोमा हामी गीत गाउँदै हिँडेको देखेर हामीलाई घरबाट मानिसहरू निस्केर बाटोमा निस्केर हामीलाई हेर्दै थिए र हामी गीत गाउँदै अगाडि बढ्दैछौँ।
बाटोमा नानी बाबुहरू हामीलाई हेरेर खुसी भइरहेको थिए र हामी गएको ठाउँमा चाहिँ यस्तो रहेछ। यो गाउँघर चाहिँ पुरै काठले बनेको थियो। बाटोमा हामीले चाहिँ कस्तो मिलाएर राखेको यो दाउरा चाहिँ कस्तो राम्रोसँग मिलाएर राखेको थियो। अचम्म लाग्यो मलाई चाहिँ। गुरुबा अगाडि हुनुहुन्थ्यो, हामी पछि गीत गाउँदै नाच्दै हिँडिरहेका छौँ। बाटो भने चाहिँ पिच थियो, ग्राभेल त्यति थिएन। गुरुबासँगै हामी पनि रमाउँदै पछि मादल ठोक्दै रमाउँदैछौँ। रमाउँदै अगाडि बढ्ने क्रममा चाहिँ हामीले बाटोमा चाहिँ काठहरू यत्रो काठ काटेर राखेको थियौँ। किन काटेको हो त्यो चाहिँ हामीलाई थाहा भएन। सर चाहिँ हामीभन्दा अगाडि नै पुगेर बसिरहनु भएको थियो र हामी चाहिँ ढिला पुग्यौँ। हाम्रो यो चौधरी गुरुबाको नाच चाहिँ कवाल, सबैलाई मन परेको डान्स हो। आजको हाम्रो नेचर वाक चाहिँ हामीले यसरी मनायौँ। आई होप तपाईँहरूलाई पनि मन पर्यो होला। के लाग्छ कसो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। कीप सपोर्ट। थ्याङ्क यू फर वाचिङ।